हुन आज आमा कहाँ जानुभएछ? चिया खाने त बेला भयो त। कुन चाहिँ छिमेकी कहाँमा जानुभयो अब कुरा काट्नलाई? अब कुरा काट्दा गरेर फलाने कि बुहारी गतिली तिलानाकी बुहारीले यसो गरेर गतिली भन्दै आउनुहुन्छ अहिले अब। बुहारी एक कप मिठो चिया बनाऊ है, घरको चिया नखाइ त चित्तै बुझ्दैन। दिएका थिए चिया त, तर मलाई घरको पनि नखाइ हुँदैन। एक कप बनाएर यो मिठो पार्नु। ल ल ल म चिया बनाइदिन्छु ल। त्यहाँ तल पल्ला घर निर्मला बहिनी बिरामी भएकी रहेछन्। त्यही अघि त्यहाँ उर्मिलाले भनेर यसो हेर्न भनेर गएकी। रातभरि गतिली बुहारी पाएपछि त त्यस्तै हो, रातभरि बुहारीले रुँगेर चाकर गरेर अहिले निको पारी चाहिँ पखाला लागेको अरे। अनि दबाई दिएर जीवन जल पानी बनाएर दिएर बुहारीले निको पारेछन्। मान्छेका भाग्यमानीका कतिलाई बुहारी पर्छन्, कति राम्रो हुन्छ। अरू कहाँ सासू बिरामी भयो भने वास्ता गर्दैनन्, मतलबै गर्दैनन्। कति मान्छेहरूका भाग्यमानीहरूका कतिलाई बुहारी पर्छन्। के गर्नु, अभागीका मात्रै कस्ता पर्छ। तपाईँलाई त अब अरूकै बुहारी राम्रो लाग्छ नि, के गर्नु? आफ्नो घरको बुहारी त मन पर्दैन। बिहान उठेदेखिको सबै चिज काम गर्ने तपाईँकी बुहारी हो, अर्काकी बुहारी हालेर गर्ने होइन। तपाईँका छोरा छोरी नन्द आमाले सबका मानभाव राखेर सबको इच्छा पुरा गर्ने म, सबै घरको काम इतिसिरी गर्ने म। अब तपाईँलाई अरूका बुहारी मनपर्छ, तपाईँका घरमा आएका पाहुना पाहुनाको इज्जत राख्ने, मिठो बोली वचन गरेर पकाएर खुवाउने म। तपाईँलाई अरूका बुहारीको गुण देख्नुहुन्छ तपाईँले। घरको बुहारीलाई कसैले मन पराउँदैनन् क्या, त्यही भएर तपाईँको बिरामी हुँदा चाकर गर्ने म, तपाईँका के अरे छोरो बिरामी हुँदा चाकर गर्ने म। अनि तपाईँलाई चाहिँ अरूका बुहारी मन पर्दैन। त्यस्तै हो सासूको जात भनेको। घरका बुहारी कसैलाई पनि मन पर्दैन हाम्रो, त्यस्तै हो। नरिसाउ न बुहारी, नरिसाउ। तिमीलाई भनेको होइन, तिमीलाई भनेको होइन। अरूका बुहारीहरू हुन्छ नि त त्यस्ता हो, तिनीहरूलाई भनेको, तिमीलाई भनेको होइन। तिमीलाई ज्ञान दिन्छौ। बाबु आमा नाटक गर्नु पर्दैन, मलाई थाहा छ तपाईँको कस्तो बानी छ भनेर।